तपाईसँग एक्ज्याक्टली 5000 रुपैयाँ बचत हुन्छ। अब प्रश्न यो आउँछ कि त्यो 5000 रुपैयाँलाई तपाईले कहाँ लगानी गर्नुहुन्छ? एसआईपी मा, म्युचुअल फन्डमा वा नेप्सेमा कुनै शेयर किन्नुहुन्छ? धेरै बिगिनरहरू यही कन्फ्युज हुन्छन्। तर आजको भिडियोमा हामी यी 3 वटैलाई कम्पेयर गर्नेछौँ। रिस्क रिटर्न, टाइम इफोर्ट र बिगिनरको लागि कुन अप्सन प्र्याक्टिकल हुन सक्छ, सबै यो सिम्पल नेपालीमा म तपाईलाई भन्नेछु। र अन्तमा म तपाईलाई एउटा सिम्पल डिसिजन फ्रेमवर्क दिनेछु। पहिले म तपाईहरुको एउटा कन्फ्युजन हटाउन चाहन्छु। एसआईपी, म्युचुअल फन्ड र नेप्से एउटै क्याटेगोरीको चीज होइनन्। एसआईपी भनेको तपाईको एउटा इन्भेस्टिङ मेथड हो। म्युचुअल फन्ड भनेको धेरै इन्भेस्टरको पैसा पुल गरेर प्रोफेसनल फन्ड म्यानेजमेन्ट मार्फत विभिन्न सिक्युरिटीहरूमा लगानी गर्ने स्ट्रक्चर हो। अनि नेप्से भनेको नेपाल स्टक एक्सचेन्ज हो, जहाँनिर लिस्टेड सिक्युरिटीको ट्रेडिङ हुन्छ। त्यसैले एसआईपी कि म्युचुअल फन्ड भन्ने प्रश्न पनि अलि गलत हुन सक्छ। अब अलिकता प्र्याक्टिकल बनौँ। मानौ तपाईको स्यालेरीबाट सबै खर्च काटेर तपाईसँग 5000 रुपैयाँ बच्यो र तपाई टोटली बिगिनर हुनुहुन्छ र तपाईले 3 वटा विकल्प सोच्नुभयो। एउटा विकल्प 1 म्युचुअल फन्डमा एसआईपी र विकल्प 2 आफैले नेप्सेमा शेयर छान्ने र विकल्प 3 पैसा चाहिँ क्याशमै राख्ने। अब भन्नुस् कुनमा के फरक छ? यसको अर्थ म्युचुअल फन्ड सधैँ बेटर र नेप्से सधैँ ब्याड चाहिँ होइन। तपाईको नलेज, रिस्क टोलरेन्स, टाइम र गोल अनुसार फरक हुन्छ। तर यहाँ एउटा ठूलो गल्ती बिगिनरहरूले गर्छन्। अरूले नेप्सेबाट पैसा कमायो भनेर आफूले पनि र्यान्डम शेयर किन्न थाल्छ। कसैले फेसबुक ग्रुपमा भनियो यो शेयर बढ्छ, कसैले युट्युबमा भनियो यो शेयर 2 गुणा जान्छ माथि, अनि पैसा हालियो। यो चाहिँ इन्भेस्टिङ होइन, यो चाहिँ गेस हो। म यहाँनिर तपाईलाई एउटा सानो सिम्पलमा भन्छु। मान्नुस् तपाई एउटा पर्सन ए हुनुहुन्छ। यदि तपाई बिगिनर हुनुहुन्छ, मार्केटको नलेज कम छ, हरेक दिन शेयर एनालाइसिस गर्ने टाइम छैन, र अर्को पर्सन बी मानौँ। यदि तपाई कम्पनी एनालाइसिस, फन्डामेन्टल स्टेटमेन्ट, फाइनान्शियल स्टेटमेन्ट, भ्यालुएसन र रिस्क म्यानेजमेन्ट सिक्ने मन छ, तर यहाँ लर्निङ चाहिन्छ। अब तपाई यहाँ भन्नुहोला ठीक छ, तर मेरो 5000 कहाँबाट सुरु गर्ने? सबैको आन्सर एउटै हुँदैन। बिगिनरले यी 4 वटा कुरा तपाईहरुले सोच्नु पर्नेछ। इन्भेस्टमेन्ट सुरु गर्नु अघि फाइनान्शियल फाउन्डेसन पनि बनाउनु अति इम्पोर्टेन्ट छ। तपाईलाई म एउटा सिम्पल डिसिजन ट्री दिन्छु ल, तपाई स्क्रिनमा हेर्नुस्। यदि तपाई प्रत्येक महिना 5000 बचाउनुहुन्छ भने स्यालेरी आएपछि तपाईको सब खर्च काटेर तपाईसँग बच्यो महिनाको 5000, पहिला के गर्ने? तपाईले आफैलाई एउटा क्वेशन के गर्नुस् भने डु आई हैव अ इमर्जेन्सी सेभिङ? यदि तपाईको आन्सर नो आउँछ भने पहिला तपाई गएर इमर्जेन्सी फन्ड बनाउनुस्। यदि तपाईको आन्सर यस छ भने क्यान आई ह्यान्डल द मार्केट फ्लक्चुएसन? यदि यो क्वेशनको आन्सर तपाईको नो आउँछ भने तपाई सिक्नुस् र लो रिस्कमा चाहिँ तपाई इन्भेस्ट गर्नुस्। लो रिस्क भनेको तपाईको म्युचुअल फन्ड एसआईपी। यदि तपाईको आन्सर यस आयो भने के मसँग सफिसिएन्ट टाइम छ कम्पनी रिसर्च गर्नको लागि? र यो क्वेशनको आन्सर तपाईको नो आयो भने तपाई एउटा सिम्पल चाहिँ डाइभर्सिफाई अप्सन चाहिँ तपाईले चुज गर्नुपर्ने हुन्छ। जस्तै म्युचुअल फन्ड एसआईपी, बन्ड, डिबेन्चर, र यसको यदि आन्सर यस आयो भने तपाई डाइरेक्ट नेप्सेमा इन्भेस्ट गर्नुस्। यो तपाईको जेनरल एजुकेसनल फ्रेमवर्क हो, व्यक्तिगत रिकमेन्डेसन होइन। सबैभन्दा राम्रो इन्भेस्टमेन्ट त्यो होइन जुन अरूले राम्रो भने। तपाईले बुझ्नुभयो, तपाईको गोल र रिस्क अनुसार मिलेको इन्भेस्टमेन्ट स्ट्र्याटेजी हो। पहिले फाइनान्शियल लिटरेसी, पछि स्ट्र्याटेजी, अनि मात्र पैसा। देन लर्न, प्लान, इन्भेस्ट। अब तपाईको टर्न। यदि तपाईको हातमा प्रत्येक महिना 5000 हुन्छ भने कुन अप्सन तपाईले रोज्नुहुन्छ? एसआईपी, म्युचुअल फन्ड वा नेप्से? कमेन्टमा लेख्नुस्, म तपाईको आन्सर हेर्न चाहन्छु। र अर्को भिडियोमा म लिएर आउने छु नेप्सेमा इन्भेस्ट गर्नुभन्दा अगाडि बिगिनरले 5 वटा कुरा चाहिँ के हेर्नुपर्छ। स्मार्ट मनी नेपाललाई सब्स्क्राइब गर्नुहोस्।